ओहो ल साथीहरु आज चाहिँ मैले चिकन र ढिँडो पकाएर खाने विचार गरेँ। यहाँ चिकन बोनलेस मात्रै छ अनि यहाँ सब चीज काटकुट बनाएर राखिसकेँ मैले। अब चिकन पकाउने ढिँडो पकाउने अनि खाने। चिकन पाक्ने तयारी हुँदैछ। यो मेथी र ज्वानो हो, मलाई मनपर्छ ज्वानो र मेथी। यति मात्रै राख्ने हो। सिम्पल तरिकाले बनाउने के झोल टाइपको मासु ढिँडोसँग खानलाई। धेरै दिन भइसक्यो मैले ढिँडो नखाएको, त्यही भएर आज चाहिँ ढिँडो पकाएर खानेछ। पाक्ने तयारी हुँदैछ। यो थोरै पिठो हाल्नुपर्छ पहिला चाहिँ, त्यसपछि थोरै नुन पनि हैन। अरूले कसरी बनाउँछ मैले चाहिँ यसरी बनाउँछु। त्यसपछि यसमा थोरै तेल पनि राखिदिनुपर्छ मजाले। यो भाँडामा लाग्दैन के तेल हाल्यो भने चाहिँ, त्यही भएर आफ्नो स्टाइल हो। तर कसरी बनाउँछ गाउँघरमा यसरी बनाउँदैन, आगोमा बनाउने अर्कै स्टाइलले बनाउँछ, टेस्ट पनि अर्कै हुन्छ। यो चाहिँ बजारमा पकाउने स्टाइल होला। मैले पनि त्यस्तै सिकेको छु। अब यो पानी उम्लिन्छ, त्यसपछि थोरै थोरै पिठो हालेर पकाउने हो साथीहरू। पकाइसकेपछि देखाउँछु ल। ल यो यसरी उम्लियो, त्यसपछि यसमा थोरै थोरै पिठो राख्ने अनि मजाले पकाउने हो यसरी। म चाहिँ एकजना हो नि त, त्यही भएर थोरै मात्र पकाउँछु कि ढिँडो, एकजनाको लागि मात्रै। मैले खाना पनि पकाउँछु है फेरि। यसमा आँटा कोदोको पिठो मिक्स गरेको छ है। अहिले कोदोको पिठो मात्रै ढिँडो खानु हुँदैन नि त, गर्मी छ नि त। खोइ हाम्रो गाउँघरतिर चाहिँ त्यस्तो भन्थ्यो, जाडो महिनामा मात्रै खान्थ्यो क्या हामी कोदोको ढिँडो गाउँमा। त्यसैले म पनि गर्मीमा धेरै कोदोको ढिँडो नखाउँ भनेर। अब यो मजाले पकाउनुपर्छ। यसमा थोरै थोरै अझै पिठो राखेर पाकिसकेपछि देखाउँछु है कस्तो हुन्छ भनेर। ढिँडो चाहिँ पाक्यो, यस्तो हुन्छ ढिँडो। तर यो ननस्टिकी भएर नि हो, तर यसमा तेल हाल्यो भने पनि साथीहरू यो भाँडामा चिप्किँदैन कि तेलले चाहिँ। अब यसलाई मजाले एकछिन छोपी छोपी पकाउने हो, त्यसपछि रेडी चाहिँ एकैछिनमा। मान्छेहरूलाई ढिँडो पनि पुरा पानी हालेर कुकरमा के गरेर पकाएको पनि देखेको है मैले चाहिँ। तर हामी चाहिँ यस्तरी पकाउँछौँ। यसलाई मजाले। हेलो साथीहरू, नमस्ते, स्वागत छ यहाँहरूलाई फेरि मेरो अर्को नयाँ मुकबाङ भिडियोमा। आज चाहिँ रहेको छ ढिँडो, चिकन ढिँडो अनि यहाँ चाहिँ सलाद छ खुर्सानी। यो चुकुन्दर हो, चुकुन्दरको कहानी अर्कै छ फेरि, पछि भन्नुहोला फेरि। म आज किन चस्मा लगाएको भने नि साथीहरू, मलाई अलि आँखाको प्रब्लम भइरहेछ कि, थोरै थोरै आँखा दुखिरहेछ, सो त्यसैले चस्मा लगाएको। अब खाना सुरु गर्छु ल। ढिँडो ल आउनुहोस्, कसलाई ढिँडो मनपर्छ, कसको कसको ढिँडो फेभरेट हो, आउनुहोस् है त साथीहरू तातो तातो ढिँडो खानलाई।
डिलिसियस छ जस्तो छ खाइ ल साथीहरु आउनुस् खानलाई हो एकदमै मिठो छ एकदम वाउ छ वाउ पिरो तातो तातो बब्बल बब्बल मलाई कति धेरै पछि राखेको नि त तातो मान्छेहरु ढिँडो चपाएर खान्छ अनि नचपाएर के स्वाद हुनु भन्छ तर हामीलाई नचपाएकै स्वाद लाग्छ मिठो छैन चुकुन्दर ढिँडो किन यस्तो मिठो भयो होला साथीहरु मलाई मात्रै मिठो लाग्ने हो तपाईलाई पनि मिठो लाग्छ ढिँडो भन्नु त साह्रै मिठो खासमा मैले भात पनि पकाएको छु क्या आज ढिँडो मात्रै खान्थेँ नि त पहिला चाहिँ आज मैले सोचेको भात पनि खान्छु ढिँडो नि खान्छु भनेर हो कति मिठो हातै मिठो हो मेरो त हातै मिठो त्यस्तो मिठो बनाउँछु खोइ मलाई त मिठो लाग्छ कि मैले आफैले पकाएको कसम भने आई लभ माई सेल्फ भन्छ नि त्यस्तै टाइपको क्या त्यही भएर मलाई मिठो लाग्छ आफैले बनाएको
गॉड ढिलो त सुपर फास्ट हो फेरि तातो तातो खानुपर्छ कि ढिलो सेलाएपछि मिठो हुँदैन क्या अब थोरै भात खान्छु कुकरमा लिएर राखेको छु साथीहरू एकले त हो जुठा हाल्यो भने केही हुँदैन भनेर धेरै खाँदिनँ भात यति नै खान्छु त्योभन्दा धेरै भात जाँदैन यति नै हो यो चुकुन्दर मैले खाएन यो चुकुन्दरको पहिला पहिला म जुस बनाएर खान्थेँ कि हो पहिला पहिला एकदम राम्रो भइरहेको थियो टिकटकमा हेरेर देखेर होइन पछि त मलाई बमिट भयो क्या त्यही भएर मैले खाएन खुर्सानी त मैले खतरा हालेको छु तरकारीमा पनि धनिया चाहिँ खानुपर्छ साथीहरू सलाद दामी दामी कस्तो मिठो ढिँडो ओ माई गॉड धेरै पछि खानु पर्दो रहेछ क्या यो एकदम मिठो हुँदो रहेछ अब एक दिन खाने हो दिदी र म ढिँडो दिदी ड्युटीमा हुनुहुन्छ दिदीको छुट्टीको दिन बब्बाल ढिँडो पकाएर खाने भन्ने प्लान थियो कहिले हो छुट्टी नै लाग्दैन एकदमै मिठो मिठो भयो साथीहरू यो चुकुन्दर चाहिँ मैले खाएन यो बिहानको सलादमा हालेर खानुपर्छ मैले चाहिँ पुरै खाना खाइसकेँ साथीहरू सरी एक्सक्युज मी एकदम मिठो टेस्टी भएछ तरकारी पनि मासु पनि हैन हजुरहरुलाई मेरो भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो भए लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला नयाँ नयाँ साथीहरु जोडिरहनु भएको छ कमेन्ट गर्न नबिर्सिनु होला म पनि हजुरहरुको पुरा भिडियोहरु वाच गरिरहेको हुन्छु तर मेरो भिडियो किन कसैले हेर्दैन कि कसैकोमा जाँदैन त्यो थाहा भएन हजुरहरुलाई मेरो भिडियो आजको ढिँडो खाएको भिडियो राम्रो लागेको भए लाइक शेयर सब्स्क्राइब कमेन्ट गर्न नबिर्सिनु होला साथीहरु आजको लागि यति नै भिडियो
फेरि नेक्स्ट भिडियोमा फेरि भेटौँला साथीहरु। बस बाइ बाइ।